नमस्कार, तपाईहरुलाई स्वागत छ। कृपया भिडियो हेरिसकेपछि प्रतिक्रिया दिनुहोला। आजको लागि पहिलो प्रश्न रहेको छ, सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति आर्थिक वर्ष 2082-83 देखि 86-87 कहिले सार्वजनिक गरेको हो? विक्रम सम्वत 2082 माघ 14 गते। दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता व्यवस्थापन र कर्जा निक्षेपको असन्तुलनलाई प्रमुख चुनौतीको रूपमा औल्याएको छ। रणनीतिमा बैंकिङ क्षेत्रमा साइबर सुरक्षा जोखिम, ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको अभाव तथा कर्जा प्रवाहको केन्द्रीकरण जस्ता समस्या उल्लेख गरिएको छ। वित्तीय क्षेत्र सुदृढीकरण, नियामकीय क्षमता अभिवृद्धि र जोखिम व्यवस्थापनका लागि स्पष्ट मापदण्ड तथा एकीकृत सुपरिवेक्षण प्रणाली विकास गर्ने रणनीति तय गरिएको छ। नेपालमा संस्थागत बैंकिङ प्रणालीको सुरुवात 1994 सालमा भएको हो। 2040 सालसम्म सरकारद्वारा प्रवर्धित 4वटा बैंकिङ तथा वित्तीय संस्था मात्र अस्तित्वमा थिए। 2041 सालदेखि निजी क्षेत्रको प्रवेश भएको हो। 2046 सालको परिवर्तनपछि अपनाइएको उदारीकरणको नीति अनुरूप वित्तीय पहुँच बढाउन र विकासका लागि स्रोत जुटाउन नेपाल राष्ट्र बैंक समेत वित्तीय संस्था स्थापनामा निकै लचिलो बन्यो। नेपाल सरकारले पहिलो पटक वित्तीय क्षेत्र विकास रणनीति 2073-74 देखि 2077-78 कार्यान्वयनमा ल्याएको थियो। उक्त रणनीतिको समयावधि समाप्त भइसकेको छ, जसमा वित्तीय क्षेत्रमा नवीनतम वित्तीय उपकरण तथा कृत्रिम बौद्धिकताको प्रयोगमा भएको बढोत्तरी, सूचना प्रविधि क्षेत्रमा हुँदै गएको द्रुत विकासलाई पहिलो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनको नतिजाका रूपमा लिएको छ। त्यसकै आधारमा सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति 2082-83 देखि 2086-87 तर्जुमा गरेको हो। प्रश्न नम्बर 2, राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बहुप्रतीक्षित काठमाडौँ तराई दूतमार्गको निर्माण कार्य कति सम्पन्न भएको छ? 45.33%। विक्रम सम्वत 2082 पुस मसान्तसम्म। सम्पन्न गर्नुपर्ने समय करिब 14 महिना बाँकी रहँदा आधाभन्दा कम काम मात्र सकिएको छ। अनुमानित निर्माण लागत कुल 2,11,93,00,000 रुपियाँ। कुल लम्बाइ 70.97 किलोमिटर रहेको दूतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। 2080 साल वैशाख 5 गतेको मन्त्री परिषद बैठकले आयोजना सम्पन्न गर्ने समय 2083 चैतसम्म तोकेको छ। नम्बर 3, नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 17औं वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको टोली कहिले त्यसतर्फ प्रस्थान गरेको हो? विक्रम सम्वत 2082 माघ 19 गते। प्रश्न नम्बर 4, सरकारले नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 माघ 15, फागुन 1 गतेदेखि लागू। प्रश्न नम्बर 5, तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो? विक्रम सम्वत 2082 माघ 22-23। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा तथा काठमाडौँ विश्वविद्यालयको सह-आयोजनामा प्रतियोगिता तय गरिएको हो। काठमाडौँ विश्वविद्यालयकै परिसरमा प्रतियोगिता आयोजना गरिनेछ। सहभागी टोली 8 काठमाडौँ विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल, गण्डकी, पोखरा कृषि तथा वन र त्रिभुवन विश्वविद्यालय छन्। प्रतियोगितामा हरेक विश्वविद्यालयबाट 31 खेलाडी, 5 प्रशिक्षक र 1 व्यवस्थापक गरी 37 जना सहभागी हुनेछन्। पुरुष भलिबल, महिला टेबल टेनिस, सिङ्गल, डबल्स,
महिला ब्याडमिन्टन सिङ्गल डबल्स, महिला पुरुष बास्केटबल र महिला पुरुष एथलेटिक्स खेल रहेका छन्। प्रश्न नम्बर 6, नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल स्पोर्ट्स समिट 2026 NSS 2026 का लागि तय गरिएको मिति कुन हो? विक्रम सम्वत 2082 माघ 22, सन् 2026 फेब्रुअरी 5। प्रश्न नम्बर 7, भारत र युरोपेली संघ EU बीच करिब बहुप्रतीक्षित व्यापार सम्झौता कहिले भएको हो? सन् 2026 जनवरी 27। भारत र युरोपेली संघ EUले 27 जनवरीमा एक महत्त्वपूर्ण स्वतन्त्र व्यापार सम्झौता FTA घोषणा गरेका छन्। विश्व अर्थतन्त्र परिवर्तनको चरणमा रहेको बेला भारत र युरोपेली संघ दुवै पक्ष वर्षौसम्म चलेको जटिल वार्तापछि सम्झौतामा पुगेका छन्। यससँगै करिब 2 अर्ब जनसङ्ख्या र विश्व अर्थतन्त्रको झन्डै 1/4 हिस्सा ओगट्ने यी दुई पक्ष अब आर्थिक सहकार्यको नयाँ चरणमा प्रवेश गरेका छन्। यस सम्झौताले आपसी व्यापारलाई नयाँ उचाइमा लैजानुको साथै भारतलाई विश्वव्यापी म्यानुफ्याक्चरिङ र निर्यात केन्द्रको रूपमा अझ बलियो बनाउने जनाइएको छ। भारतले युरोपेली संघलाई पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स र कपडा निर्यात गर्छ भने युरोपेली संघबाट भारतले मेसिनरी, विमान, मेडिकल सामग्री र उच्च प्रविधिका सामानहरू आयात गर्छ। यो व्यापार सम्झौताले व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने र विश्वव्यापी चुनौतीपूर्ण परिस्थितिसँग जुझ्न दुवै अर्थतन्त्रलाई सहयोग पुग्ने जनाइएको छ। प्रश्न नम्बर 8, विश्व सिमसार दिवस कहिले मनाइन्छ? फेब्रुअरी 2। सन् 2026 30औं नाडा वेटल्यान्ड्स एन्ड ट्रेडिसनल नलेज सेलिब्रेटिङ कल्चर हेरिटेज। प्रश्न नम्बर 9, किडनी अफ दि वर्ल्ड भनी कुन क्षेत्रलाई चिनिन्छ? सिमसार क्षेत्रलाई। हेमगङ्गा अनुसन्धान तथा संरक्षण सम्मान 2082बाट कसलाई सम्मानित गर्यो? वरिष्ठ चराविद डाक्टर हेमसागर बराल। प्रश्न नम्बर 11, अस्ट्रेलियन ओपन टेनिस 2026 को पुरुष सिङ्गलतर्फको उपाधि विजेता को हुन्? कार्लोस अल्कराज, स्पेन। नोभाक जोकोभिचलाई हराउँदै अल्कराजले सो उपाधि जितेका हुन्। अल्कराजले यो 7औं ग्रान्ड स्ल्याम उपाधि जितेका हुन्। उनी 22 वर्षको उमेरमै 4वटै ग्रान्ड स्ल्याम उपाधि जितेर यो उपलब्धि हासिल गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन्। काजाखस्तानी एलिना रिबाकिनाले विश्वको नम्बर 1 खेलाडी अरिना साबालेन्कालाई हराएर अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन्। प्रश्न नम्बर 12, फ्राइडे फर फ्युचर नामक कार्यक्रमको अभियन्ता को हुन्? ग्रेटा थनबर्ग, स्विडेन। प्रश्न नम्बर 13, एल निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने मुलुक कुन हो? जिम्बाब्वे। प्रश्न नम्बर 14, नेपालमा सुनकोशी नामक गाउँपालिका कतिवटा रहेका छन्? 3। ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक जिल्लामा। लिखु नाम गरेका गाउँपालिका 4वटा लिखु पिके सोलुखुम्बु, लिखु ओखलढुङ्गा, लिखु तामाकोशी रामेछाप, लिखु नुवाकोट रहेका छन्। प्रश्न नम्बर 15, विश्वकै सबैभन्दा छोटो दूरीको हवाई मार्ग कुन हो? वेस्टरेट र पापा बेस्ट्रे बीचको मार्ग, स्कटल्यान्ड। स्कटल्यान्डको ओर्किनी टापु समूहमा रहेको बेस्ट्रेट र पापा बेस्ट्रे बीचको यो उडान विश्वकै सबैभन्दा छोटो व्यावसायिक उडानको रूपमा रहेको छ। यो उडानको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता
रहेको छ। यी दुई टापु बीचको हवाई दूरी जम्मा 2.7 किलोमिटर मात्र रहेको छ। सामान्यतया यो दूरी पार गर्न जहाजलाई 80 सेकेन्ड लाग्छ। हवाई जहाजको दिशा अनुकूल भएमा यो उडान मात्र 53 सेकेन्डमै पुरा हुने जनाइएको छ। पाइलटले जहाज उडाएर उचाइ लिन नपाउँदै ओर्लिने तयारी गर्नुपर्ने हुन्छ। प्रश्न नम्बर 13, जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो सङ्कल्प नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने विचारक को हुन्? अब्राहम लिङ्कन। प्रश्न नम्बर 17, भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा संसदमा प्रस्तुत सन् 2026 फेब्रुअरी 1 वार्षिक बजेटमा नेपाललाई कति रकम अनुदान दिइने भएको छ? 8 अर्ब भारतीय रुपियाँ, 12 अर्ब 80 करोड नेपाली रुपियाँ। सार्क राष्ट्रमा प्रदान गरिने अनुदान रकम भुटानपछि नेपाल दोस्रो रहेको छ। प्रश्न नम्बर 18, 14औं दक्षिण एसियाली खेलकुद साग कहिले र कहाँ आयोजना हुने निर्णय भएको छ? सन् 2027 मार्च 23 देखि 31। पाकिस्तान ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको 46औं महासभाको अवसर सन् 2026 जनवरीमा उज्बेकिस्तानको तास्कन्दमा दक्षिण एसियाली देशका राष्ट्रिय ओलम्पिक कमिटीको साइडलाइन बैठकबाट नयाँ मिति तय गरिएको हो। यसअघि तय गरिएको खेलकुद इभेन्ट भने यथावत राखिनेछ। सन् 2019 मा नेपाल 13औं साग आयोजनाको समापनको अवसरमा पाकिस्तानले 14औं साग आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो। तोकिएको समयमा आयोजना हुन नसकेपछि 14औं सागको मिति पनि सर्दै आएको छ। हरेक 4 वर्षमा आयोजना हुने साग सन् 1987 देखि हरेक 2 वर्षमा आयोजना भएको थियो भने पछिल्लो 2 दशक यता यो नियमित आयोजना हुन सकेको छैन। प्रश्न नम्बर 19, विश्व व्यापार सङ्गठन WTOले सन् 2026 जनवरीमा उल्लेख गरे अनुसार नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा आयातमा आधारित र प्रशोधित उत्पादनको निर्यात कति हुने अनुमान गरिएको छ? 12 देखि 25%। विकासशील मुलुकमा स्तरोन्नति हुँदा 25%सम्म निर्यात घट्ने जनाइएको छ। WTOका अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट टेक्सटाइलको निर्यातमा 10 देखि 20% कमी आउने देखिएको छ। 2026 नोभेम्बरमा नेपाल विकासशील देशमा स्तरोन्नति हुने तय भएको छ। स्तरोन्नति भएपछि नेपालले निर्यात व्यापार पाउने छुट सुविधा हट्नेछ। त्यस्तो सुविधा हट्दा स्वदेशी उत्पादनको लागत मूल्य उच्च भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यातमा कमी आउने देखिएको हो। प्रश्न नम्बर 20, राजाका लागि अन्तिम प्रश्न। मुलुकी देवानी संहिता 2074 अनुसार नाबालक भन्नाले कुन उमेरको बालबालिकालाई बुझिन्छ? 18 वर्ष पुरा नभएको। यति बेलासम्म भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धन्यवाद। यस्तै भिडियोको लागि मेरो च्यानल सब्स्क्राइब गर्नुहोला। फेरि अर्को एपिसोडमा भेटौँला। नमस्कार।